अब यो किताब चाहिँ लेखेर तयारै भएको छ, तपाईँको हातमा आउँछ। म यसमा लामो वृत्तान्त त्यति नबताएर संक्षेपमा मात्रै के हुन्छ भने यसमा यति शब्दको व्युत्पत्ति कसरी भयो। नमस्कार। मेरो किताबमा उप्रेती शब्दको व्युत्पत्तिदेखि लिएर नेपालमा उप्रेतीहरू र नेपालमा उप्रेतीका पुर्खाहरूको बारेमा मैले संक्षिप्त रूपमा केही उल्लेख गरेको छु। र त्यसपछि मैले न्याय सेवामा 34 सालमा शाखा अधिकारी सेवा प्रवेश गरेको, अनि 43 सालदेखि जिल्ला न्यायाधीश भएर, अनि 52 सालमा पूर्व न्यायाधीश भएर 67 मुख्य न्यायाधीश भएर टोटलमा 35 वर्ष काम गरेँ। त्यसको संक्षिप्त मैले नकारात्मक कुराहरू राखेका छैन, सकारात्मक कुराहरू र स्मरणको रूपमा राख्नु। अनि भर्खरै मात्रै हाम्रो डाक्टर उद्घोषण गर्ने अधिवक्ता सरोज उप्रेती, उहाँको दाजु विश्वराज उप्रेती र शङ्कर उप्रेतीहरूले आफ्नो बुवा दुर्गा प्रसाद उप्रेतीको बारेमा एउटा विस्तृत किताब निकाल्नुभयो। यो किताबको शीर्षक बहुतै राम्रो लाग्यो मलाई, स्मृतिलाई सञ्चित गरेर राख्ने। आजको स्मृतिमा जाँदो रहेछ, केही समय धेरै समय भएपछि त्यो विस्मृतिमा जाँदो रहेछ। त्यो स्मृति रहिरहोस्, विस्मृतिमा नजाओस् भन्ने उद्देश्यले मैले यो किताबमा आफूले भएका कुराहरू सकारात्मक कुरा मात्रै राखेको छ। त्यसकारण त्यो किताबमा मैले 16 ठाउँमा काम गरेछु, 16 ठाउँको, र मैले आफ्नो मात्रै उल्लेख नगरेर कानुन व्यवसायी मित्रहरूले पनि ठुलो सहयोग गर्नु भएको छ। यसमा मैले कानुन व्यवसाय र नेपालको बारको बारेमा पनि जहाँ जहाँ मैले काम गरेँ सबै ठाउँको उल्लेख गरेको छु मुख्य सारमा। अनि त्यो त्यसपछि अब म कस्तो थिएँ त, मरेपछि स्मृति ग्रन्थ निकाल्ने चलन छ हाम्रो नेपालमा। अनि यहाँ वरिष्ठ पत्रकार भैरव रिसालज्यूले चाहिँ सुशीला भैरव भन्ने किताब निकाल्नुभयो कि हाम्रै छिमेकी हुनुहुन्छ। अनि मैले म अहिले छु, यो यथार्थ तथ्य हो। मलाई के भनेर बुझ्नुहुन्छ त, मुद्दाम कानुन व्यवसायहरू जसले मेरो इजलासको बहस गर्नु भएको छ, अनि मसँगै सहकर्मी भएर न्याय गर्ने न्यायाधीशहरूले मलाई के भन्नुहुन्छ, त्यस्तोको विचार गर्दा 48-49 जनाको त्यस्तो विचार पनि यहाँ राखिएको छ। र मैले आग्रह गरेर यो किताबको बारेमा लेख लेख्नुहुने विद्वान कानुन व्यवसायी मित्रहरू, पूर्व न्यायाधीशज्यूहरू सबैप्रति म आभार व्यक्त गर्दछु। अनि यसमा अब अरू विस्तृत रूपमा किताब हेरेपछि थाहा हुन्छ। सारमा यही हो, यो स्मृति चाहिँ विस्मृति भएर नजाओस्, सञ्चित भएर रहोस् भन्ने उद्देश्यले लेखेको हो। अब यहाँ आँगन पाल्नुभएका महानुभाव अतिथिहरूलाई सबैलाई एकैप्रति पुस्तक प्रदान गरिनेछ, त्यसैबाट हुनुहुन्छ व्यक्ति भन्दै यहाँ हाम्रो निमन्त्रणा स्वीकार गरेर पाल्नुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, यो वरिष्ठ अधिवक्ताज्यूहरू, दाजुभाइहरू, सर्वोच्च आयोगका पूर्व प्रधान न्यायाधीशज्यूहरू सबैमा म हार्दिक आभार व्यक्त गर्दै म आफ्नो भनाइ